हेर्नु सुन्तलाको मान्छे राम्रो हो कि हेलो एभ्रिवान झर्ले नमस्ते वेलकम ब्याक टु माई च्यानल अगेन दिस इज मी सिनेमा मगर सो हजुरको सामु फेरि पनि आइसकेको छ। आई होप हजुर सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। हामी छिट्टो पो बोले क्या हो अनि सो आज चाहिँ हामी ड्राई पिकनिक जाँदैछौँ। कहाँ अरे दिदी? निर्मल पोखरी। अनि सो आज चाहिँ हामी निर्मल पोखरी जाँदैछौँ ड्राई पिकनिकको लागि। अनि अहिले चाहिँ हामी कहाँ आएर बस्छौँ भने अहिले चाहिँ हामी सुन्तला बगैँचामा भन्न त मिल्दैन, सुन्तला किन्ने ठाउँमा देखाइदिनुहोस्। सुन्तला पनि किनिँदैछ, सुन्तलाको बजार छ। यो चाहिँ बजार, सस्तो सस्तोमा सुन्तला दिइरहेको छ। बजारमा हाम्रो कति खरे छ नि 100, 120, 120। यहाँ कति? यो चाहिँ बाढ खोला अरे 150 रे 60 रुपियाँ किलो पनि छ। यहाँ पाइरहेको छ 60 रुपियाँ किलो पनि छ, किनकि यहाँ बाटैभरि सुन्तला छ कि बाटैभरि सुन्तला छ, त्यही भएर त्यही सस्तो मेरो पछाडि छ भनौँ न। उसको पछाडि पनि छ त्यहाँ पनि देख्न सक्नुहुन्छ। त्यहाँ पनि कति धेरै छ। म त छक्कै परेर नि बाटो मुन्नी माथि नै छ तब कति पुग्नु जस्तो। अनि सो त्यही हो, अब चाहिँ हामी जाँदैछौँ। अनि आधा बाटो आइपुग्यौँ। आधा बाटोमा चाहिँ हामी चाहिँ आधा बाटोसम्म आइसकेको छौँ। अब आधा बाटो अझै यस्तो डेन्जर उकालो छ कि है, 3जना हिँडेको यहाँ स्कुटरले नतान्ला जस्तो भइसक्यो कि। अनि सो त्यही हो। ल अब चाहिँ हेर्दै गर्नु होला अन्तिमसँग। लेट्स सी के कस्तो हुनेछ। ल हेर्नु सुन्तलाको बजार छ। सो गाइज हेर्नु न सुन्तला। ओ माई गड, आमामा अझै बाटोमा कति धेरै थियो तर भिडियो गर्न पाइनँ। सो अब मै गाडी कुदाउने मै गर्ने भएर मोबाइल चाहिँ छुन पाइनँ। अनि यतातिर आमामा सुन्तला। ल हेर्नु त, ल सुन्तलाको बजार छ यहाँ। ओ माई गड, यता चाहिँ हामी आफ्नो डेस्टिनेसनमा कि केमा भन्ने ठाउँमा आइसक्यौँ। सो अनि हेर्नु न पोखराको भ्यू। वाउ, यस्तो बबाल। हामी यहाँ बसेर खान पर्ने हुन्छ। यहीँ बस्ने भयो। ल अब हाम्रो पतौराहरू बोकेर हिँड्नुहुँदैछ हाम्रो माई सिस्टर, बिग सिस्टरले। आम्मामा के खाने? उड्यो है, उड्यो, काठमाडौँ गयो। अब हामी कहिले जानु? गाइज मोमो रेडी हुँदैछ हाम्रो चाहिँ। यतातिर पनि यतातिर अझै हामीसँग मासु, चिउरा, चटपटे बाँकी नै छ। हामी त्यो चाहिँ अहिले एकछिनमा खानेछौँ। हामी चाहिँ अहिले खाँदै गर्छौँ। ल थप्नु भएको कतितिर थप्नु? ल ठिक छ। ल अब चाहिँ सरसर हामी खान्छौँ किनकि भोक लागिसक्यो। भात नखाइकन आएको छौँ हामी। ड्राई पिकनिक आएपछि भात खाएर आउँछ होइन? त्यही भएर अब हामी मोमो खान्छौँ। लु ल अलि खतम है। यसलाई चम्चा चेस लुडो चेस लुडो। ल चेस टाइम। गाइस अब चाहिँ हामी एकछिन टाइम पास गर्न खोजिरहेका छौँ किनकि मोमो खाइसकेपछि यसो टाइम पास त दिन पर्यो होइन? ल यस्तो खेल्दैछौँ त है हामी त, यस्तो पो खेल्दैछौँ। अब त तुरुप हुन्छ है। तुरुप भनेको के अरे? बोटे। चिडी भनेको के अरे? यस्तो गाइस तास्तो खेल्छ नि तर किन्दैनन्। ल हल्का टाइम पास त खेल्न पर्यो गाइस। अहिले तास खेलिसकेर पनि अब हाम्रो भिडियो फोटोको कार्यक्रम हुँदैछ। यतातिर टक्कसँगले भिडियो फोटो खिचाइ हुँदैछ। ल हेर्न सक्नुहुन्छ। अहिले अघिको भन्दा अहिलेको भ्यू यस्तो दामी भएको छ कि यहाँ हेर्नु त, यहाँ हिमाल। वाउ, मान्छे राम्रो हो कि हिमाल राम्रो हो? अझै बल्ल उब्रिँदैछ साथीहरू। यहीँ पोखराको एयरपोर्ट। ए कति राम्रो भ्यू हो, कति राम्रो भ्यू हो। वाउ,
अनि यस्तो अब हामी चाहिँ फेरि खान पर्ने हुन्छ किनकि यसो टाइम पास गऱ्यौँ भने मेरो स्कुटर यहाँ छ यस्तो सरर तरिकाले वाउ गाइज हामीसँग यस्तो पनि छ है तपाईँले न्यु खोज्नु छ त्यसलाई फेरि हान्दै हाल्छन् यो त हान्दिन आँटेको छु ह्यान्ड्सअप ह्यान्ड्सअप छिटो ह्यान्ड्सअप ल ए साँच्चै लाग्ला देखाउँछु क्या म ल ह्यान्ड्सअप छिटो हात त सिधै रहेछ हानिदिन्छु म त फेरि यहाँ घुसार्नु त ल अन्तिम इच्छा के छ अन्तिम इच्छा 2-3 करोड ल दुईचोटि फेरि भाग लगाउनु नहुँदैन हेर न यहाँ दुईचोटि पऱ्यो गाइज अब चाहिँ हाम्रो चिउरा मासु त्यसपछि यसमा रहेको छ इस्कुसको अचार त्यसपछि हामीसँग छ खोर्सानी फेरि खान लाग्दैछौँ हामी त खाना आएको हौँ त्यही भएर खाँदैछौँ ल देखाइदिनु त एकचोटि कस्तो छ दामी छ ए अझ दिन्छन् ल गाइजहरू खाए ल पेट नदु ए मुख नरसाउनु खाए ल लु के खायो कति अँधेरो भनेर देखाइदिनु खाएको यो चाहिँ चिकन खाने बेलामा भिडियो बनाउँदैन अब खान्छु लास्ट गाई अहिले चाहिँ हामी चिउरा मासु खाएर पनि हामीसँग साथमा चटपटे पनि थियो त्यो चटपटे चाहिँ हामीले खान सकेनौँ धेरै भयो अनि त्यही भएर अनि अहिले चाहिँ हामी यहाँ त्यही छेउको मन्दिरको ठाउँमा घुम्न आएको छौँ यहाँ मलाई एक्चुली हिमाल देखाउन मन लाग्यो कि ल हेर्नु त यहाँ आम्मा अघि त बरु यस्तो देखेको थिएन अहिले त झन् बबाल देखिएको छ यार वाउ ल अब चाहिँ हामी यहाँ मन्दिरमा प्रवेश गर्दैछौँ ल हेर्न सक्नुहुन्छ ए टिङटिङ बजाउनु पनि पर्छ नि यहाँ पसेपछि त ल अब अरू पनि हेरौँ न त होइन के कस्तो छ कमल पोखराको कमल पोखरी भन्ने ठाउँमा हामी अहिले यहाँ आइसकेको छौँ तर त्यस्तो ल हेर्नु त यहाँ पनि बसाइदिउँ न होइन त्यही हो यस्तो रहेछ अनि यहाँबाट चाहिँ तर कस्तो घाम उयो अघि नै आउनु पर्थ्यो कि घाम टक्कसँगले घाम डुबेको नि हेर्नु त आम्मामा कस्तो दामी देखेको के हो कस्तो हो केलाई भन्छ कस्तोलाई भन्छ ओ यो कस्तो दामी आएको लास्ट त्यही हो अब यस्तो फोटो त खिच्नु पर्यो नि यहाँ आएपछि पनि होइन टक्कसँगले गुड मर्निङ आज त नेक्स्ट डे अनि अनि चाहिँ मैले भिडियो इन गर्नु सकिनँ किनकि लास्ट गल्ने थियो अनि धेरै दिनमा के अरे लङ बाटो स्कुटर मैले चलाएको पहिला कति भएको थियो नि त अनि नचलाएको लामो बाटो अनि त्यही भएर हिजो चाहिँ लङ टाइम पछि चलाएँ अनि लास्ट ज्यानहरू दुखेको थियो त्यही भएर भिडियो चाहिँ मैले हिजो एन्ड गरिनँ अनि हामीसँग हिजो रहेको खानाहरू चाहिँ हामीले खान सकेनौँ र बेलुका आएर खायौँ त्यो चटपटे र सुन्तला बाँकी थियो चटपटे र सुन्तला चाहिँ हामीले बेलुका खायौँ मेरो भिडियो हजुरहरूलाई कस्तो लाग्यो अन्तिमसम्म हेरेर फुल इन्जोय गर्नुहोला भन्दै म चाहिँ आजको भिडियो एन्ड गर्न चाहन्छु अनि साथसाथै हजुरहरूले मेरो भिडियोलाई लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न पनि नभुल्नुहोला भन्दै म चाहिँ आजको भिडियो एन्ड गर्न चाहन्छु हस्त बाई बाई साथीहरू।